फुल 0 o'clock साथी निराश भएर बसिरहेको छ किन निराश भएको भन्नु न बिक्री नै भयो क्यामेरामा लेन्स लाग्दैछ यता हाम्रो दाइले लेन्स हाल्नु हुँदैछ टट्ट लाएर 16 Pro Max को हेलो नमस्ते सबैजनालाई आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु अनि फाइनली आफ्टर 1 इयर हामी ब्याक भइसकेको छौं र एक वर्ष अगाडि यही थोपडा देख्नुहुन्थ्यो तपाईहरुले र एक वर्ष पछाडी फेरि यही थोपडा लिएर म उपस्थित भइसकेको छु त हजुरहरुको सामु हल्का साथीहरु अनि त्यही त फ्याम अनि एक वर्षसम्म मैले अब भिडियो पेल्न सकिन हैन त्यति बेला त्यस्तै अब प्रब्लमै थियो भनौं न अनि अब मेरो भिडियो चाहिँ अब आजदेखि चाहिँ रेगुलर आउँछ अनि हजुरहरुले चाहिँ यसो हल्का सपोर्ट हालिदिनु पर्यो के अनि यो सपोर्टै नमिलेर चाहिँ हामीले यसो हल्का भिडियो चाहिँ हामीले हल्का त्यस्तै पारामा हाल्लिन अनि फाइनली वी आर ब्याक आफ्टर 1 इयर र मेरो ब्लगमा जोडिन जानु भएको छ हाम्रो समीर भाइ हैन हाम्रो समीर भाइ चाहिँ त साइडमा हुनुहुन्छ मेरो ब्लगमा स्वागत छ मेरो भाइ के भन्छ धन्यवाद हैन न धन्यवाद भाइलाई चाहिँ फेरि हैन यो क्यामेरा देख्नेबित्तिकै लाज लाग्दो रहेछ क्या अनि जे होस् अब बिस्तारै हाम्रो भाइ पनि सेकेन्ड ब्लगर हुन्छ हैन नेपाल खान्छ नि हैन यति भयो त अब हामीले नेपाल हैन यो वर्ल्ड खानुपर्ने हुन्छ सधैँ भाइहरु अनि तिमीलाई पुरै टेन्सन भएको के भएर चाहिँ टेन्सन भएको खाना रुच्दैन कि के भन्छ तिमीलाई खाना रुच्दैन के रुच्दैन मलाई त यो के को हो भन्दाखेरि नि यो तिमी गहिरो लभमा परेको छ हो कि हैन कस्तो भित्र मनको कुरा आम्मामामा भाइको जे होस् हँसाइ चाहिँ मरत छ क्या फेरि एकचोटि लास्ट हाँसेर जाउँ न त लास्ट एकचोटि तिमीले हामी छोडिदिन्छौँ के त उहाँसँग छोडिदिन्छौँ क्या यता हो तिम्रो घर गाडी लिएर कुदाउँछु तिमी गाडी के कुदाउँछु ओ एकछिन न के कुदाउँछु अरे हो कुन ट्रक हो यो हो पाल लगाएको यो हो भाइको ट्रक चाहिँ यो रहेछ हैन ठिकै छ अनि ट्रक लिएर कहाँ जान्छौ अब आज ग्यारेज लिएर जा भन्दै थियो साउले साउकोमा बस्छु नि त ए साउकोमा बस्छौ तिमी दाइले यहाँ क्युआर राख्नु भएको रहेछ हैन दाइ क्युआर पेमेन्ट हुन्छ कि हुँदैन हुन्छ हैन त्यो सुविधा हुनु पर्यो के सुविधा चाहिँ हुनु पर्यो हैन दाइ क्युआर सिआर सबै राख्नु पर्यो के वाइफाईहरु सबै छ हैन तर दाइले अब हैन म क्यास दिउँ कि क्युआरै हान्दिउँ क्यासै दिँदा हल्का दाइलाई फाइदा हुन्छ किन दाइ भन्नु न हल्का हैन क्यास दियो भने फाइदा हुन्छ है म र मेरो भाइ हामी दुईजना टक्कसँग निस्किरहेको छौँ अनि झापाको घामले चाहिँ हैन हाम्रो पसिना तर पारिदिसक्यो हैन लास्टै पसिना के अनि अहिले चाहिँ हाम्रो नजरा चाहिँ हामी यस्तोमा हिँडिरहेको छौँ के कसो मेरो भाइ एकदम हैन अनि अहिले चाहिँ हाम्रो डेस्टिनेसन भनेको चाहिँ हामीहरू कहाँ जानुपर्ने हुन्छ हामी चाहिँ यति बेला बिर्तामोड जानुपर्ने हुन्छ र हामी चाहिँ बाटो गइरहेको छौँ अनि बिर्तामोड चाहिँ किन जान आँटेको छौँ भन्दाखेरि तपाईँहरूलाई हामी देखाइहाल्छौँ बिस्तारै हाम्रो ब्लगमा के छ मेरो भाइ ब्लगमा हल्का चल्दै अब हाम्रो ब्लगर भेट्यो ल बिग फ्यान थ्याङ्क्स यार अटोग्राफ अब पेन्सन त छैन है अब पेन्सन भएको बेला चाहिँ च्यानल कहाँनिर हेर्नुपर्ने भिडियो कहाँनिर भिडियो आउँछ भिडियो चाहिँ हाम्रो एलएमसी ब्लग सब्स्क्राइब गर्नु है त ल काले भाइ यता टिकटकतिर चाहिँ हेर्दै थिएँ ल काले भाइ यसो हाई भन्नु पर्यो कतिमा लिए जस्तो लाग्यो त्यही थाहा हो 2 लाख ल यस्तै छ होइन कहाँ हिँडेको फुटबल हाम्रो चाहिँ अब यहाँ क्यामेरामा लेन्स लाग्दैछ यता हाम्रो दाइले लेन्स हाल्नु हुँदैछ चट्ट लाएर 16 Pro Max को लेन्स हाम्रो टेम्पर ग्लास चाहिँ अघि लागिसकेको छ हाम्रो टेम्पर ग्लास अघि लागिसकेको छ र हामीले चार्जर कभर एक कभर त लिँदैनौँ हामीले चार्जर लियौँ अनि त्यही टेम्पर ग्लास
अनि यो लेन्स यति नै लाउँदैछौँ अहिले चाहिँ। अब लास्ट एउटा चाहिँ हामीले कभर किन्न बाँकी छ, कभर किनिसकेपछि ढुक्क हो। दादा धन्यवाद दादा, यसो चाहिँ आउँदै गर्छु नि म ल दाइको। मैले चाहिँ हामीहरू कुल 0 o'clockमा छौँ र हाम्रो समय भाइ यताडि छ र म यताडि छु। हाम्रो साथीको क्याफे, साथी निराश भएर बसिरहेको छ। किन निराश भएको भन्नु न, बिक्री नै हाम्रो साथीको चाहिँ क्याफे। साथी हाम्रो के बनिँदैछ त यहाँ? लस्सी? यो चाहिँ कुन लस्सी भन्छ? बानेरल? ए खोइ मलाई त भन्ने आएन साथी। अब के अरे बानेनो लस्सी अरे खतरा हो ल। अनि अब यस्तो एम्बियन्सहरू भन्नु पऱ्यो कि यहाँ के पाउँछ तिम्रो होइन? साथी हाम्रो यता कस्टमर दाइहरू हेलो हेलो भन्नु पऱ्यो कि यो ब्लगमा हो कि? ल हाम्रो दाइहरू कस्टमर हाम्रो भाइ त छ। हामी चाहिँ अहिले तत्काल हाम्रो कुल 0 o'clock साथीले राति खोलेको ओनर हेलो भन्नु पऱ्यो यहाँदेखि ल। त्यस्तै छ पारा, जे होस् राम्रो छ। हाम्रो यसको नाम चाहिँ के पर्यो होला भन्नु? ब्लु ल्यागन ल। जे होस् साथीले चाहिँ ब्लु ल्यागन दामी छ ल। मैले हाल्दै लिएर आयो ल भाइ। हाम्रो भाइले चाहिँ टेस्ट हान्दैछ। भाइ टेस्ट कस्तो छ त भनिदिनु पऱ्यो क्या? एकदम दामी छ होइन, यो भनेको भर्जिन मनी छ होइन, ब्लु ल्यागन हो क्या? के अरे बिलु छ, दामी छ है। लाइफमा यति मिठो मैले बिलु खाएको थिएँ। हाम्रो साथीले बनाएको हल्का है ल साथीहरू। ब्लु ल्यागन हाम्रो भाइ यहाँ छ। यस्तो छ होइन, यो चाहिँ यहाँ अड्याइदिउँ न है टक्कसँगले। भाइ यसरी समाइदेऊ, यसरी समाउनु पऱ्यो तिमीले चट्ट यस्तो दामी। ब्लु ल्यागन चट्टसँगले चियास है। अब फ्यामिलीहरूसँग चियास हान्नु पऱ्यो नि ल। हाम्रो फ्यामिलीहरू चियास है हजुर। त्यही त अब तपाईँहरूले हाम्रो भिडियो हेरिराख्नु भएको छ होला। अब तपाईँहरूले सपोर्ट हान्नु पऱ्यो। हामी योभन्दा बबल कन्टेन्टहरू हामी लिएर आउँछौँ हजुरहरूको सामु। अनि हाम्रो भाइ भाइ तिमीलाई केही भन्नु छ यहाँ? एकदम दामी छ होइन। हामी चाहिँ साथीको क्याफेबाट पनि यति बेला निस्किसकेका छौँ। अनि हामीले चाहिँ यति बेला घरतर्फ लागिसकेका छौँ र मोबाइलमा सबै चार्जर, टेम्पर, कभर, ग्लास सबै लगाइयो होइन। अनि हामी चाहिँ घर जाँदैछौँ। अनि आजको यो भ्लग चाहिँ यति हामी व्यवस्थापन गर्छौँ। अनि तपाईँहरू च्यानलमा नयाँ हुन्छ भने जे होस् सब्सक्राइब गरेर जानु होला। हामीहरू योभन्दा दामी मिठो होइन, हल्का कमेडी टाइपको कमेडी भ्लगहरू के छ सबै हाल्छौँ क्या अब होइन कि कसो? एकदम राइट हो होइन। च्यानल सब्सक्राइब गरिदिनु पर्यो, सब्सक्राइब र लाइक चाहिँ हानिदिनु पऱ्यो। त्यही हो फ्याम। ल अर्को भिडियोमा भेटौँ है त।